हेलो एभ्रिवान सो हजुरहरूले हेर्नुभयो त मोस्ट टक्ड नेपाली मुभी परान म पनि जस्ट मुभी हेरेर आउँदैछु इट्स मिडनाइट 12 अनि एउटा रिभ्यू भिडियो बनाउनु पऱ्यो भनेर फटाफट भिडियो अन गरेको मैले चाहिँ यो मुभीको ट्रेलर आएकै बेलामा लाग्थ्यो दिस मुभी इज समथिङ डिफ्रेन्ट भनेर एन्ड इट इज डिफ्रेन्ट सो सबैजना जानैपर्छ है एकपल्ट त हेर्नै पर्छ एन्ड अभियसली रोनै पर्छ म पनि रोएर आएको छु एन्ड मेन थिम अफ दिस मुभी इज लभ बिट्विन पेरेन्ट्स अनि बच्चाहरू लभ भन्दा पनि लाइक त्यो अनस्पोकन लभ हुन्छ कि त्यो चाहिँ देखाएको छ एन्ड सबै एकदम नेपाली सोसाइटीको एभ्री फ्यामिलीलाई समेटेर बनाएको छ बच्चादेखि लिएर पेरेन्ट्सको क्यारेक्टर एकदम लाइक एउटा प्योर एक्टिङ छ कि एक्टिङ पनि लाइक ओभर ड्रामेटिक छैन अनि सिनहरू पनि कुनै अननेसेसरीली लाइक लङ छैन एकदम बोर हुने यो सिन के बिना मतलबको देखाएर छ टाइपको छैन एन्ड डायलग्सहरू त झन् यस्तो प्योर एन्ड मिनिङफुल छ एकदम छुने खालको डायलग्स छ कि डायलग्सहरू आई कान्ट एक्सप्रेस So you guys go in cinema and just love Nepali cinema also. Just go and watch. And talking about cinematography is दामी त्यो हिल्सहरू माउन्टेनहरू अनि काठमाडौँको सर्ट्स अनि फेरि धनकुटाको एरियाहरू सबै देखाएको छ एन्ड इट इज आई प्लिजिङ एन्ड मुभीको म्युजिक ब्याकग्राउन्डहरू पनि एकदमै पर्फेक्टली फिट छ एकदम लाइक कसै लाइक म्युजिक पनि यस्तो इमोसनल छ कि लाइक कसैको आँखा नरसाउने त चान्स नै छैन एन्ड मुभीको लास्ट सिनमा चाहिँ तपाईँलाई एकदम डिप सोच्न बाध्य बनाउने खालको छ सो एकदमलाई प्रिपेयर भएर जानु होला एन्ड यहाँ नेपाली मुभीभरिमा चाहिँ एकपल्ट यस्तो सोलफुल मुभी हेर्न पाउनु इज रियली रिफ्रेसिङ ओभरअल भन्नुपर्दाखेरि चाहिँ यो मुभी एउटा एकदमै पोजिटिभ मेसेज दिने फ्यामिली मुभी हो तपाईँहरू सबै परिवार गएर हेर्न सक्नुहुन्छ एन्ड माई रेटिङ फर दिस मुभी इज 9.5 आउट अफ 10 सो या अब तपाईँहरू गएर हेर्नुहोस् बाई गुड नाइट